यसपालि त हाम्रो कहाँ मनाङको हो कि यहाँबाट कहाँ जान्छ ज्याङभित्र यताबाट मिल्दैन सामानको भन्दा पैसा धेरै फाइन टिकट दिएछ र ए हाम्रो यसपालिको मदर्स डे त राम्रो ठाउँमा सुनौलो ठाउँ हैन तर मैले त पहिला हामी एकचोटि गयौँ वाकमा त्यतातिर होला भन्ने सोचेको थिएँ टिकट गर्छ भाइ भन्ने सिन पनि खिच बाबु हेर त कस्तो राम्रो फाड के असाध्यै राम्रो भएछ यो ट्रेन है ठाउँ त होला है हामी अब सधैँ जाने यताउति सम्भव भएन स्पेसली नयाँ ठाउँमा आइपुग्यो त्यही माथि पनि क्यामेराम्यान पनि नयाँ नै छ कि यसपालि त हाम्रो कहाँ क्यामेराम्यान मनाङको हो कि कताको हो बोल्नुहुन्न लाटा भयो जस्तो लाग्यो बुल्टिमोरको क्यामेराम्यान बाल्टिमोर कि बुल्टिमोर पहिला बाल्टिमोर थियो अहिले बुल्टिमोर पुगेछ बम्बईबाट मुम्बई भयो मुल्टिमोर भयो त्यही त बम्बईबाट मुम्बई भनेर भयो भाइ किनेर है सबै सेटहरू किनेर धेरै हिजो र आज त रात जाडो भएर आगो त पनि जाने म त त्यही गर्दा मेरो एकदमै घरमा आज त गरम भइसक्यो त्यो घाँस हो कि के हो फुल हो हैन पानी हेर्नु तर हामी खुट्टा ठिक नहुने होला यही ठिक छ जङ्गलमा भन्दा Pretty cool weather. अब कस्तो राम्रो के है मेरो 22 मिनेट देखाएको थियो शनिबार आमलाई हिँड्न आउने उयो हुन्न नि त फेरि म यो शनिबार त मेरो त धुवा निस्किन्छ त केटाकेटीको पार्टी हुन्छ ए केटाकेटीको दिदी हजुरको त मलाई त यो मे महिना त हेरिसाथै छैन हाम्रो हैन अरे केटाकेटीलाई मात्र म यत्रो खालको उइलेर कङ्गडा स्क्रिनशट बनाएर पठाइदिन्छु हामीलाई नबोलाउनु मात्र नभन्ने यस्ता केटाकेटी आउँ बनाएर खान्छन् दिदी त्यसले हामी मात्रै हिँड्न हामीलाई लोभ्याउने रे हामी मात्रै हाम्रो बोलाउ तिमी हामी बनाउँछ नत्र छोरी घरबेटीले बनाउँछन् खुवाउँछन् अपन त काम में जाएगा काम जान्छ त हजुर मैले अघि सन्डे पनि सर्च गरेँ किनभने म मन्डे र ट्युसडे जान्दा थिएँ मन्डे घरमा यताउता गर्छु के कस्तो राम्रोसँग फलेको है जाउँ त सही फलेछ झार हालिरहेको छ झार बिचमा यहाँ त झार निकाल्नु पर्ने हो के गर्दैन है सबभन्दा खेती लाउन सजिलो यही रहेछ है पर्यो है एकपल्ट फरेपछि नगोड्न गर्नु पर्यो है गौरो गाउन चाहिँ सजिलो घाँस खानु पर्दैन मगेर त पुरा घाँस गर्नु पर्यो यसलाई चाहिँ 2 वर्ष है मैले एकवटा खने पछि फेरि जोडहरू उगोर हाल्नु पर्छ नहाले भने त पहेँलो हुन्छ हाम्रो गाउँतिर के गर्नु नपर्छ पानी आइदियो भइहाल्छ परे जस्तै
बाटो हाम्रो गरेर हिँड्न भएन अब Thank you. You're welcome. Well. सबिनको हो कि कसको साइकल वहाँ छ हाम्रो स्टोरमा मैले लिएर आउनु दिस कभरमा आएर हामीलाई अब घोडा ल्याउनु न फेरि त्यो घोडा पनि एक्सर्साइज हुन्छ नि फेरि टेर्नेवालै मान्छे होइन मैले अस्ति नेपाल जाँदाखेरि तपाईँ वाकिङ भन्दै साइक्लिङ गर्नु कि भनेको हो नि वाकिङ त किन तपाईँको टाढो मात्रै भयो नि त तपाईँको घोडा नै मुख भएन नि त यहाँ हिँड्यो भने के सन्चो भएको खाली खुट्टा हिँड्नु ल शनिबार हिँड्न होइन दिदी हामी बानी नभएको त्योभन्दा बेटर देन ओके भने हिँड्यो आफ्नो स्टाइल गर्नु आफूले गर्यो उनीहरूको स्टाइल उनीहरूले गर्छ भइहाल्छ यो ल्याइन्छ यो गर भन्न भएन लिनु भयो बहिनी अब छोडिदिनु आमा बाउको माया भन्ने दिदी यो बुट्टाहरू भर्खरै पारेर है अहिले त यस्तो ठुल्ठुलो यो त त्यो के अरे उतातिर गए जस्तो पो भन्छ म्यामीतिर चाहिँ त्यो रुख छ नि नरुवलको म्यामीमा माइ गॉड त्यहाँको त त्यो ड्राइभ गर्नलाई त्यही समुद्र कहाँ यस्तो हुन्छ यस्तो त हुनै हुँदैन मामीमा त्यस्तो देख्दै देख्दैन नि त्यो त पाम ट्री होला नि पाम ट्री भन्छ त्यसलाई क्यालिफोर्नियामा नि हुँदो रहेछ पाम ट्रीहरू तर त्यो म्यामीमा जस्तो नै यहाँ नै फेरि त्यसले सोरेर यहीँ राखिदियो क्या लामै रहेछ पुल त एकदम लामो रहेछ ए लामै रहेछ यहाँ त हङै छ नि त ल लामो रहेछ ओ यहाँ पुल पनि खिच्नु ए मान्छे स्विमिङ गर्नु हाम्रो सानोले यहाँ स्विमिङ गर्नु पर्ने यहाँ मुनि पो रहेछ मान्छे त खेलाइरहेछ ओ कस्तो खेलिरहेछ कु एकछिन है पापा यहाँ एउटा हाम्रो छोटो कुरो एउटा यहाँबाट कहाँ जान्छ ज्याङभित्र यताबाट मिल्दैन खुट्टा डुबाउनु जान लाग्यो पानीमा एकदमै गर्नु भयो चिसो पानीमा खुट्टा डुबाउने ल यहाँ त बस्ने ठाउँै छैन मुखैमा पानी छ यहाँ त
उनीहरूले ल्याएको थियो त अघि ट्रिप ले लाए फेरि फेरि झाउ हुन्छ मोजा लाउने बियो से हुँदैन Happy Mother's Day! सबैलाई Happy Mother's Day! ल हामी त खोलाको छेउमा आएकोमा है Happy Mother's Day सम्पूर्ण आमाहरू दिदीबहिनीहरू सबैमा अन्त हैन केटी आउन कति ढिलो गरे होला है यो दाइहरू केटीहरू उनीहरू उता रेडी गर्दैछन् दिदी कति माइल हाइक गर्नुभयो है हामी 3.5 माइल है अनि पहिनीको अवस्था कस्तो छ हाइकबाट आएर एकदम ठीक छ नि दिदी हाइक गरेर हामी 3 माइल हाइक गरेर आयौं अनि हजुर ए ल एकछिन रेस्ट गरौँ अनि छोराछोरी आएपछि दाइहरू सबै आउनुहुन्छ अनि हामी लन्च खान निस्क्यौँ ल अनि हाम्रो क्यामेराम्यान बाबा के छ तपाईको हालखबर ल है ल एकछिन ब्रेक गर्नु नि त है हाम्रो कान्छी बहिनी चाहिँ मिस गरेछ उसको चाहिँ खुट्टाको समस्याले ऊ हिँड्न सकेन अब हामी एकछिनमा भेट्छौँ उसलाई सी यू ह्यापी मदर्स डे अगेन सम्पूर्णलाई होइन यो बिचरा अफ सिजनको हो नि त यो वाटरमेलन अफ सिजनको भएर हो कि खानु छ खानु खाइसक्यो चारो खाइसक्यो बोल्नु हो या फेरि त्यसलाई डाइरिया हुन्छ दुईचोटि हो दुईचोटि होइसक्यो के What's this? What is this? What is it? What
आइफोन 20 नै रहेछ दि आउनु न आन्टीको बिचमा पिउनु अङ्कल ड्रिङ्क गर्नु न सलमान खान हो सिमीको दाल हजुर दाइ आज त बिहामा चाहिँ गेडा गेडाको आइटम थियो सिमीको चनाको 2 किसिमको के हो 5 किसिमको पुरै गेडा गेडा आइटम थियो आज बहिनीहरूको डे हो मदर डे तर खाना हामीले बनाएको छैन मदर डे आज बुढोले मलाई मदर डेको दिनमा 1 कप चिया पनि खुवाएन बुढोले चाहिँ बहिनीहरूको डे भन्ने है बहिनीहरूको डे भन्ने म बुढीलाई 1 कप चिया पनि खुवाएन फादर डेको दिनमा तिमीले नखुलाउनु हिसाब किताब बराबर भइहाल्छ हैन आज बुढीहरूको डे होइन मदर्स डे हो त्यही भएर हो भन्नु न ओ सरी आज मदर डे हो आज है मैले चिया पिलाएन सरी यसमा त छँदै छ नि फेरि एउटा गुलाबको फुल लिएर यसरी हाम्रो दाइ यसरी बस्नुहुन्छ अब मोर्ने बेला भयो भने कहिले एउटा गुलाब फुल यसरी पाइएन न बुढोले हजुर गवाई छ यहीँ छ विटनेस होइन मैले दिए छैन मैले त्यो फादर डेको दिनमा हो बहिनीहरूको सामने यस्तो झुट नबोल्नु न फादर डेको दिनमा मेरो पुरा बहिनीहरू छ नि यहाँ मेरो सपोर्टर तस्बिर आफै बोल्छ भन्नु फेरि हो त तस्बिर बोल्नु होला त तस्बिर चाहिँ नबोल्नु है दाइ सकिन्न बर्थडेमा चाहिँ हो मलाई एनिभर्सरीमा चाहिँ दिएको थाहा भएन ल आज मदर डेको खाना बहिनीहरूको मदर डे हो बहिनीहरूले आफै बनाएछन् आफै खाएछन् हाम्रो पनि खुलाएछन् के मदर डे भन्ने हामीले गर्नुपर्ने नि त आज त अघि उताबाट ल्याइदियो हामीले यहाँ राखिदियो है तपाईँहरूले पकाउनु भयो धेरै माया त गर्नु भएन खानु भएर ल लिनुहोस् लिनु बहिनी लिनुहोस् है मदर डेमा चाहिँ अब खाना सुरु गरौँ हामीहरू यहाँ चाहिँ आज मदरहरूले खाना सुरु गरिसकेको छ हामी लिने यहाँ चेलीहरू नानीहरू छोरीहरू गेम खेल्दैछन् त्यतिखेर तपाईँको 5:15 भयो बेलुकाको
Happy Mother's Day! Happy Mother's Day! अरूले It's a gift from Ruma Baini. Thank you, Mom. Oh, yeah, a gift from? Suvarna Bainiko gift for all mother. This is gift from Suvarna. Thank you, sorry. This is from? ये गिफ्ट कसको? ल दिपा बहिनीको गिफ्ट है. This gift from Dipa Baini to all mother. खै यहाँ बहिनीलाई दिएको खिच्यो मेरो त सेम छैन मैले पाइनै पाइन उसले एउटालाई एउटा
बहिनीलाई एउटा के पनि अब से गर्नु बहिनी अझै परे मलाई है बहिनी यसो भने मैले सम्झ त्यतिकै के खाली हात हुन्छ भनेर मैले त्यही गरेर गर्नुपर्छ त दि ठुलो छ धन्यवाद होइन भनेको सबै के यो त उसो यो त के भरि बोलाउने हो हाल्ने भने ल्याएको किन गाडीमा छ ल अब बेलुकाको 6:30 बज्यो आजको हाम्रो मदर डे सेलिब्रेट चाहिँ दिन छ र अब हामी घरतिर लाग्यौँ यो साल 2025 को मदर डे सिद्धि है ल जाऊ है हजुरहरू एकदम हजुरको मदर डे एकदम राम्रो भयो हामी त एकदम इन्जोय गरियो